डियर साथी, तपाईलाई स्वागत छ क्लास 8 मा। क्लास 8 मा म तपाईलाई सिकाउँछु सितारा सिलेर अनि त्यसको बोर्डर बनाएर। अनि म चाहिँ यहाँ कलमबाट लेखिसकेको छु। अब सिताराबाट तपाईलाई काम गरेर हेराउँछु। हेर्नु, चारवटा लाइन छ। चारवटा लाइन गरेर म तपाईलाई स्टेप बाइ स्टेप हेराउँछु। यो चाहिँ धागो छ अनि यो चाहिँ निडल छ, सियो। यो सियोबाट म तपाईलाई सिलेर सिकाउँछु। सबैभन्दा पहिला तपाईले यो धागालाई गाँठ लगाइदिनु। गाँठ कसरी लगाउने छ यहाँ हेर्नु। यहाँ लपेटेर अनि त्यस्तो गरेर हैन, यस्तो गरेर तपाईले गाँठ लगाउनु। यस्तो गाँठ लगायो भने तपाईलाई राम्रो हुन्छ। तपाईले क्लास 2 देखे छैन भने हेर्नु, यस्तो तलबाट गर्नु पर्छ हैन। क्लास 2 मा मैले गरेछु, म तपाईलाई बताएछु। तलबाट यस्तै हुन्छ धागो, यही बताएछु। क्लास 2 मा 2 मिनेटको भिडियो छ, तपाईसँग टाइम छ भने गएर हेर्नु। तलबाट यस्तै फसाउनु पर्छ साथीहरु। अनि यहाँ हेर्नु, म चाहिँ यो धागो लिएर तलबाट यस्तै तपाईले हेरेछ अहिले यस्तै फसाउनु पर्छ। यहाँ हेर्नु, मैले यहाँ सितारा राखिदिएछु। अब म चाहिँ गरेर तपाईलाई हेराउँछु। सबैभन्दा पहिला तपाईले एउटा लिनु। एउटा सितारा लिएर तपाईले गरे भने तपाईसँग राम्रोसित हुन्छ। फर्स्टमा यो सबै ट्रेलिङ हो, यो कुनै काम हैन, ट्रेलिङ हो। यो ट्रेलिङ दिएपछि तपाईलाई सजिलोसँग काम आउँछ। हेर्नु, सबैभन्दा पहिला एउटा लिएर मैले गरिरहेछु। यस्तै तल कसरी समात्नु पर्छ तपाईलाई मैले हेराइदिएछु। न त तपाईले 2 क्लासको भिडियो हेर्नु, तपाईलाई राम्रोसित त्यसमा डिटेलमा भनेछु। तपाई पनि यस्तै एउटा लिएर गर्नु। तपाईले दिनमा आधी घण्टा चाहिँ 10 मिनेट तपाईसँग जति टाइम छ भने तपाईले प्र्याक्टिस गर्यो भने तपाईसँग सामानहरु छैन भने मैले क्लास 1 मा हैन, आरी वर्क ट्रेलिङ भन्नेको एउटा भिडियो छ। भिडियो सबैभन्दा पहिला माई फर्स्ट भिडियो छ। त्यसमा मैले बताइदिएछु कुन सामान लाग्छ। त्यो भिडियो हेरेर तपाईले त्यो सामानहरु किनेर लाएर घरमा आधी घण्टा चाहिँ 1 घण्टा तपाईसँग टाइम जति छ भने गर्नु। तपाईले घरमै बसेर यो काम सिक्नुहुन्छ कढाईको। म तपाईलाई डिटेलमा क्लास बाइ क्लासमा सबै काम सिकाउँदै जान्छु। अनि साथीहरु, मसँग मिस्टेक भइरहेछ बोल्न, त्यसको लागि माफ गरिदिनु, किनकि मलाई प्र्याक्टिस छैन बोल्न। अनि साथीहरु हेर्नु, म चाहिँ एउटा लिएर गरिरहेछु। तपाई पनि एउटा लिएर गर्नु। अनि सबैभन्दा ठुलो कुरा यो मेरो अंगुठो तपाई हेर्नु, नोटिस गर्नु। म तपाईलाई गरेर हेराउँछु। यस्तो नचाउनु पर्छ। हेर्नु, तल सियो गरेर अब चाहिँ म हेर्नु अंगुठो नचाइरहेछु। तपाई पनि अंगुठो नचाउनु। नचाहे भने तपाईसँग यो काम हुँदैन। मेन प्र्याक्टिस भनेको यही हो। मैले क्लास 1 मा सबैभन्दा पहिला क्लास 1 मा मैले भनेछु। यहाँ हेर्नु, मैले नचाउँदै आइरहेको छैन, तलबाट धागो आइरहेको छैन। अब चाहिँ नचाइरहेछु। हेर्नु, आयो। त्यस्तै यो चाहिँ काम सजिलो छ, तर तपाईलाई बुझ्न पर्छ। तपाईले बुझेर गरे भने तपाईसँग हुन्छ सजिलोसँग। यो सबैभन्दा प्र्याक्टिस यो अंगुठो नचाहेको हुन्छ। मैले क्लास 1 मा भनेछु। तपाईसँग टाइम छ भने हेर्नु, 1-2 मिनेटको त्यो पनि भिडियो छ। अब हेर्नु, म तपाईलाई बताउँछु कि अर्को लाइन कसरी हुन्छ। यो लाइन गरेर यो लाइन हुनेवाला छ। अब म तपाईलाई भन्छु, अर्को लाइन गरेर बताउँछु। साथीहरु, यो च्यानलमा म तपाईलाई एउटा प्लेलिस्ट बनाएर जान्छु। जसमा
सबै क्लास हुन्छ यो काम गर्ने। सबै क्लास बाइ क्लास म तपाईलाई बताएर जान्छु। तपाईले मेरो च्यानललाई याद राख्नु। मेरो च्यानलको नेम छ आर्यवर्क नेपाली च्यानल। तपाईलाई जति भविष्यमा चाहिँ अहिले सिक्न मन छ भने तपाईले यो च्यानललाई याद राख्नु, आर्यवर्क नेपाली च्यानल। अनि साथीहरूलाई पनि सेयर गर्नु, किनकि उसलाई पनि सिक्न एकदम सजिलो हुन्छ। अब म यहाँ तपाईलाई लक गरेर हेराउँछु। लक कसरी हुन्छ मैले त क्लास 1 मा भनेको छु। यहाँ हेर्नु, लक नगरे पनि तपाईसँग फेरि त्यो खुल्छ, मतलब त्यो खुल्छ त्यो। अब म तपाईलाई लक गरेर बताउँछु। लक गरेर म बताएछु, तर तपाईले हेरे छैन भने डिटेलमा म त्यो भिडियोमा डिटेलमा कुरा गरेर भनेछु, हेराएछु। तपाईसँग टाइम छ भने हेर्नु, न त म यही बताइदिन्छु तपाईलाई। यहाँ हेर्नु, यो गरेर म तपाईलाई लक बनेको, यसलाई एन्ड भन्छ, हामीहरु पक्का भन्छौ, तर यो लक हो। लक गरेर म तपाईलाई बताउँछु। हेर्नु, तपाईले यो एउटा गरेर म तपाईलाई अब बताउँछु लक कसरी हुन्छ। लक गरेर बताउँछु। हेर्नु, तपाईले सबैभन्दा पहिला तान्नु धागोलाई, अनि यो धागोको बीचमा सियो गरेर फेरि एउटा धागो निकाल्नु तलबाट। अनि यो निकालेको धागालाई तपाईले अर्को धागाबाट, त्यो म हातले गरिरहेछु, हेर्नु, तपाई पनि फर्स्टमा हातले गर्नु। यहाँ हेर्नु, त्यस्तो गरेर तपाईले गर्नुहुन्छ। यहाँ हेर्नु, भइसक्यो। अब चाहिँ यो खुल्दैन। हेर्नु भयो तपाईले, यो अब चाहिँ खुल्दैन। यो चाहिँ अब यो भयो, एन्ड भयो। अब मतलब लक भयो। अब यो चाहिँ अब खुल्न सक्दैन, कहिले नि खुल्न सक्दैन। अब यो अर्को लाइनमा म तपाईलाई गरेर सिकाउँछु। हेर्नु, अर्को लाइनमा चाहिँ सिधा लाइन हैन, पहाड जस्तो छ तल र माथि। अब यसमा म गरेर तपाईलाई हेराउँछु। यसमा कसरी हुन्छ काम म तपाईलाई यहाँ सितारा राखेर म तपाईलाई बताउन गइरहेछु। साथीहरु हेर्नु, तपाईले फर्स्टमा यस्तो एउटा धागो तलबाट निकाल्नु, अनि त्यसको माथि सितारा लिनु पर्दैन। सितारामा प्वाल हुन्छ। यहाँ हेर्नु, म हेराइरहेछु। यहाँ हेर्नु, सितारामा प्वाल हुन्छ साथीहरु। अनि त्यो बीचमा प्वाल हुन्छ, अनि धागो लिएर बीचमा त्यसको सियो छिराएर, त्यसमा प्वाल छ, सियो छिराएर अब चाहिँ यसको अर्को छेउमा अब गरेर फेरि एउटा लिने, फेरि त्यसको बीचमा प्वाल छ, फेरि त्यसको अर्को छेउमा निकाल्ने टाका, अनि फेरि यस्तै बीचमा गरेर अनि फेरि अर्को छेउमा टाका निकाल्ने। तलबाट कसरी गर्नुपर्छ साथीहरु, त्यसको पनि मैले क्लासमा भिडियो बनाएर राखेको छु। तपाईले हेर्नु, म त भन्छु तपाईलाई एकदम सजिलो हुन्छ। सुरुदेखि हेर्नु, म प्लेलिस्ट बनाइदिन्छु। प्लेलिस्ट बनाएछु, मतलब बनाएर जान्छु, जति क्लास हुन्छ त्यति। अनि तपाईले फर्स्टको भिडियो हेरेर तपाईले हेरे भने तपाईलाई सजिलो पनि हुन्छ अनि राम्रो पनि लाग्छ। अब हेर्नु, यो चाहिँ म गर्दै जान्छु। तपाईहरु एकदम बिस्तारै हेर्नु, म तपाईलाई सिकाउँछु बिस्तारै गरेर साथीहरु। अनि यहाँ हेर्नु साथीहरु, तपाईले मलाई मेरो च्यानललाई लाइक सब्स्क्राइब नगरे पनि हुन्छ, तर मेरो यो च्यानललाई शेयर गर्नु, किनकि मेरो सोच छ, मेरो इच्छा छ, मेरो सपना छ कि नेपालमा जुन दाजुभाइ दिदीबहिनीहरूलाई सिक्न मन छ भने म उसलाई आफ्नो च्यानल माध्यमबाट सिकाउन चाहन्छु। तपाई चाहिँ लाइक गर्नु चाहे नगर्नु, यो चाहिँ तपाईको इच्छा हो। गर्दिए भने मेरो च्यानललाई राम्रो हुन्छ, तर शेयर गरे भने कसैले सिके भने तपाईलाई पनि पुण्य मिल्छ, मलाई पनि अलिकति पुण्य मिल्छ। त्यही भएर म भनेछु
साथीहरू सेयर गरिदिनु, लाइक गर्नु चाहे नगर्नु यो तपाईको इच्छा हो, तर मेरो इच्छा भनेको सेयर गरिदिनु। अब चाहिँ हेर्नु यो लाइन पनि हुनेवाला छ। अब म तपाईलाई यसमा पनि बताउँछु लक गरेर। अब चाहिँ अर्को स्टाइलमा तपाईलाई बताउँछु लक कसरी हुन्छ। यो चाहिँ मैले हातबाट गरेछु। अब यो चाहिँ सियोले गरेर म तपाईलाई सिकाउँछु। हेर्नु साथीहरू, यो चाहिँ लक गर्न अलिकति गाह्रो हुन्छ तपाईलाई फर्स्टमा, त्यही भएर म तपाईलाई हेराउँछु। हेर्नु, अब यो बीचबाट सियोमा त्यो हुन्छ, मतलब सियोमा घाट हुन्छ, घाट बनेको कि त्यसमा खाँचो हुन्छ। अनि त्यस्तै गरेर तपाईले गरे भने त्यो मेरो लक खुलिसकेछ, राम्रोसँग गरे छैन भने अब अर्को चोटी गरेर तपाईलाई हेराउँछु। हेर्नु, त्यसमा खाँचो हुन्छ अनि तलबाट तान्नु माथि। अब यो चाहिँ लक भयो। अब यो चाहिँ खुल्दैन, जति खुले पनि यो चाहिँ खुल्दैन। अब यो चाहिँ पनि कम्प्लिट भयो। यो लेहेरिया भन्छ यसलाई, पहाड जस्तो तल माथि छ। यो चाहिँ कम्प्लिट भयो। अब यो गरेर म तपाईलाई सिकाउँछु। यसलाई चाहिँ प्याला भन्छ। यो साडीको बोर्डरमा पनि आउँछ साथीहरू, तपाईले हेर्यो हुन्छ पसलमा गएर साडीहरू दुपट्टाहरू, त्यसमा बोर्डर हुन्छ। यस्तै प्याला यसलाई भन्छ। यसमा के हुन्छ, मेन कुरा हुन्छ यसमा नोक हुन्छ नि, नोक चुच्चो, त्यो नोक भने चुच्चो बनाउन अलिकति गाह्रो हुन्छ। म तपाईलाई यही त्यसमा नोक बनाउन सिकाउँछु, यही गाह्रो हुन्छ। अनि हेर्नु, यो दुइटै त सजिलो छ, तर यो अलिकति गाह्रो छ। त्यही भएर म यसलाई 3 स्टेपमा राखेको छु। अलिकति यो गाह्रो छ, तपाईहरू हेर्नु, म तपाईलाई सजिलोसँग बताउँछु। यस्तै तपाईले फर्स्टमा एउटा लिएर गर्नु साथीहरू। अब तपाईसँग एउटा भए पनि तपाई 2टा लिनु सक्नुहुन्छ। यस्तै गरेर तपाई पनि सिक्नुहुन्छ। फर्स्टमा एउटा लिनु, त्यसपछि 2टा लिएर 3टा लिएर, त्यस्तै गरेर तपाईले एकदम यो काम कम्प्लिट सम्म सिक्नुहुन्छ। अब मैले भनेको थियो तपाईलाई चुच्चो बनाउन अलि गाह्रो हुन्छ, त्यो हेर्नु म तपाईलाई बताउँछु सजिलोसँग। यहाँ हेर्नु, चुच्चोमा मतलब सितारा भनेको राख्नु पर्दैन। सितारा भनेको राख्नु पर्दैन मतलब चुच्चो त्यो राम्रोसितै बन्दैन। तपाई पहिला एउटा टाका लिनु माथि गरेर, मैले लिइसकेको छु। त्यसपछि सितारा लिनु, सितारा लिएर यस्तो गरेर सिल्नु। अनि त्यसपछि हेर्नु, म तपाईलाई राम्रोसितै चुच्चो बनाएर मतलब नोक बनाएर तपाईलाई हेराउँछु। यहाँ हेर्नु, म गर्दै जान्छु तपाईलाई एकदम राम्रोसित हेर्नु बन्छ कसरी, तपाईले हेर्नुहुन्छ। यहाँ साथीहरू हेर्नु, मेरो सपोर्ट गर्नु साथीहरू, यो च्यानललाई सपोर्ट गर्नु। मेरो मतलब यो क्लास बनाउन यो च्यानलको मतलब यही हो। यहाँ हेर्नु, नोक बनिसकेछ साथीहरू। मेरो सोच छ कि नेपाली दाजुभाइहरूलाई एउटा प्लेलिस्ट बनाएर जान्छु। तपाईले 50 वर्ष पनि पछि हेरेर, चाहे जुन नयाँ मान्छे आएर हेरेर सिक्नुहुन्छ, यो मेरो सोच छ। 50 वर्ष चाहे 100 वर्ष चाहे 10 वर्ष चाहे 20 वर्ष, जति वर्ष पनि सिक्नुहुन्छ, किनकि म हुन्छु चाहे हुँदैन, यो मेरो च्यानल हुन्छ। यो च्यानलबाट मद्दत लिएर मतलब हेरेर तपाईले सिक्नुहुन्छ। त्यही भएर मेरो च्यानललाई याद राख्नु, नेपाली आर्यवर्क च्यानल, आर्यवर्क नेपाली च्यानल। यहाँ हेर्नु साथीहरू, म 2टा गरिसकेको छु। अब यहाँ पनि हेर्नु, चुच्चो बनाइरहेको छु। यो मेन चुच्चो हुन्छ, चुच्चो बनाउन अलिकति गाह्रो हुन्छ। त्यही भएर म तपाईलाई एकदम सजिलोसँग हेराउँछु। तपाई पनि प्र्याक्टिस गर्यो भने तपाईसँग राम्रोसितै हुन्छ। फर्स्टमा अलिकति गाह्रो हुन्छ साथीहरू। यो काम चाहिँ सजिलो छ, तर तपाईलाई
अलिकति गाह्रो हुन्छ प्र्याक्टिसमा। त्यो प्र्याक्टिस कम्प्लिट भयो भने तपाईलाई राम्रोसितै काम हुन्छ। साथीहरू म तपाईलाई सिकाउँछु एकदम सजिलो जसरी मैले सिकेछु। म चाहिँ साथीहरू पैसा तिरेर सिकेछु। तपाईलाई म यतिकै सिकाउँछु यो च्यानल माध्यमबाट। तपाईले मेरो च्यानललाई सपोर्ट गरिदिनु होला, शेयर गरिदिनु होला। म जसरी सिकेछु म तपाईलाई त्यस्तै गरेर सिकाउँछु। यस्तो तपाईले सिक्यो भने पोखरामा चाहिँ काठमाडौँमा तपाईलाई सिकायो भने 5000 6000 को महिना लिएर 1 घण्टा आधी घण्टा मात्र सिकाउँछ। अनि म पनि सिकेछु। तपाईलाई म यतिकै सिकाउँछु मोबाइल हेरेर। तपाईले घर बसेरै हेर्नुहुन्छ अनि सिक्नुहुन्छ। यहाँ पनि हेर्नु। अब यहाँ म लग गरेर म तपाईलाई सिकाउँछु। मतलब मेरो हेर्नु यहाँ चाहिँ ठुलो धागो छ अनि त्यसपछि सानो छ। अब यसमा म तपाईलाई एकदम राम्रोसित लग गरेर हेराउँछु। मतलब यो धागो माथि आउन राम्रो हुँदैन, क्वालिटी हुँदैन। त्यही भएर म तपाईलाई लास्टमा बताउँछु। यहाँ हेर्नु यो पनि मैले गरिसकेछु। अब धागो कसरी तल हुन्छ म तपाईलाई बताउँछु लास्टमा। भिडियोमा तपाईले हेर्नु अन्तसम्म हेर्नु। म तपाईलाई लास्टमा बताउँछु यो धागो पनि तल कसरी हुन्छ। अब यो लाइन गरेर म तपाईलाई हेराउँछु। यो लाइन गर्न अनि 3टा लाइन गरिसकेछु। अब यो लाइन गरेर म तपाईलाई सिकाउँछु। यसमा अलिकति डिफरेन्ट हुन्छ। यो पनि मैले गरिसकेछु। अब चाहिँ 4 लाइन गर्छु। मतलब नम्बर 4 को लाइन म गरेर तपाईलाई हेराउँछु। यो लाइन अलिकति गाह्रो हुन्छ किनकि यसमा अझै एउटा सामान थप्छु। तपाईहरु पनि हेर्नु। अनि यसमा म मोती राख्छु। मोती भनेको तपाईलाई थाहा छैन भने म तपाईलाई अहिले हेराउँछु। एकछिन म मोती खोजिरहेछु साथीहरु। म मोती खोजिरहेछु। मोती चाहिँ यहाँ छ। अब म मोती लिएर म तपाईलाई सिकाउँछु। म मोती लिइसके। यसलाई चाहिँ मोती भन्छ, सोना मोती। यो राखेर म तपाईलाई सिकाउँछु। हेर्नु तपाईले यो मोती तपाईले सबैभन्दा पहिला यो मोतीमा के हुन्छ, 2टा 3टा हुन्छ। अनि त्यो एउटा काम लाग्ने छ यसमा। अनि सियोमा फसाएर तपाईले यस्तो नचाहे भने यो सिंगल हुन्छ। मतलब यो भाँचेर सिंगल मात्र बच्छ। न त 2टा 3टा हुन्छ त्यसमा। अनि 2टा 3टा भयो भने राम्रो हुँदैन। किनकि यो चाहिँ काम एउटा म यसमा हेराइछु। 2टा पनि हुन्छ तर यसमा चाहिँ एउटाको काम हुन्छ। अनि म तपाईलाई यो मोती तल राखिदिएछु। अब म तपाईलाई गरेर हेराउँछु। तपाईले एउटा चाहिँ सितारा लिनु अनि त्यसपछि एउटा चाहिँ मोती लिनु पर्छ। म तपाईलाई यो सितारा गरेर हेराउँछु। मैले चाहिँ यहाँ सितारा राखेर अब यसलाई सिलिरहेछु। यहाँ हेर्नु। अब चाहिँ एउटा मोती लिनु। यस्तै गरेर तपाईले फेरि टाका लिनु अनि त्यसको धागो निकाल्नु माथि। अनि फेरि तपाईले एउटा सितारा लिनु अनि यसमा गर्नु, टाका लिनु मतलब सिल्नु, तल गरेर फेरि माथि धागो गर्नु। अनि फेरि एउटा चाहिँ मोती लिनु। यस्तै गरेर तपाईले यो लाइन गर्नुहुन्छ। बोर्डरमा, ब्लाउजमा, साडीहरुमा गरेर तपाईलाई राम्रो हुन्छ। अनि फेरि एउटा सितारा लिनु अनि फेरि गर्नु, तल गरेर सियोले नचाहेर माथि गर्नु। अनि फेरि एउटा चाहिँ मोती लिनु। अनि फेरि एउटा टाका लिनु। टाका भनेको त्यो धागो माथि गर्नु। फेरि एउटा चाहिँ सितारा लिनु अनि सितारालाई सिल्नु मतलब माथि गर्नु त्यो सिलेर धागोलाई। अनि फेरि एउटा मोती लिनु। अनि यस्तै गरेर तपाईले ट्रेलिङ लिएर तपाईसँग राम्रोसितै काम हुन्छ। अनि साथीहरु यो मतलब यो बोर्डरहरुमा काम लाग्छ। यी सिताराहरु
यो मोतीहरू बोर्डरमा मतलब साडी ब्लाउज सलहरू हुन्छ, चौबन्दीहरू हुन्छ, पोचौराहरू हुन्छ, दुपट्टा मतलब त्यसमा बोर्डर सिल्न यो काम लाग्छ। तर मैले यो तपाईलाई ट्रेलिङ बताएको छु, यो चाहिँ बोर्डर होइन, बोर्डर चाहिँ यो होइन, म तपाईलाई मात्र ट्रेलिङ बताइरहेको छु। म यो च्यानलमा तपाईलाई सबै गरेर पनि हेराउँछु, तर म चाहिँ अहिले तपाईलाई ट्रेलिङ दिइरहेको छु। यही च्यानलमा सबै म गरेर तपाईलाई म सिकाउँछु। दुपट्टा ब्लाउज साडी बुट्टाहरू सबै गरेर म तपाईलाई यही च्यानलमा सिकाउँछु। त्यही भएर तपाईले हेल्प गर्नु, मेरो सपोर्ट गर्नु, यो च्यानललाई सपोर्ट गर्नु साथीहरू। अनि यहाँ हेर्नु, यो लाइन पनि हुनेवाला छ। अब यो लाइन पुगाएर म तपाईलाई हेराउँछु। अनि त्यसपछि म तपाईलाई यो धागो माथि छ अनि तल गरेर म तपाईलाई सिकाउँछु। त्यही भएर हेर्नु भिडियो पुरा। अनि यहाँ हेर्नु, यो चाहिँ भइसक्यो। अब यसलाई राम्रोसितै लक लगाएर हेराउँछु। अब यहाँ सानो धागो निकालेर अनि यो चाहिँ यस्तो गरेर, यो चाहिँ सफा हो, यो मतलब क्वालिटी भयो। यसमा चाहिँ धागो माथि छैन, हेर्नुभयो तपाईले। त्यो यो चाहिँ क्वालिटी वाला काम भयो, मतलब फेन्सी काम भयो। यो यस्तो काम गरेर राम्रो हुन्छ। तपाईले लाइक नगर्नु हुन्छ, सेयर गर्नु सरी, सब्स्क्राइब नगर्नु, यो तपाईको इच्छा छ। तर मेरो च्यानललाई सेयर गरिदिनु प्लिज। अनि यहाँ हेर्नु तपाईले, यो चाहिँ काम छ पुरा कम्प्लिट भयो यो काम। अनि साथीहरू, यो चाहिँ कम्प्लिट भयो। हेर्नु, यस्तै नजिकबाट म तपाईलाई हेराइरहेको छु। यो चाहिँ कम्प्लिट भयो। अब चाहिँ म तपाईलाई डियर साथी, अब चाहिँ म तपाईलाई क्लास 9 सिकाउँछु। यसमा म तपाईलाई फ्लेवर बनेर मतलब फुल बनाएर म तपाईलाई हेराउँछु। त्यही भएर क्लास 9 मा तपाईले आउनु। क्लास 9 मा म तपाईलाई फ्लेवर बनाएर सिकाउँछु राम्रोसित। त्यही भएर तपाईले क्लास 9 मा आउनु।